यक्षिणी भूत होइन, शक्ति हो। कतिपटक हामी सुन्छौं राति यक्षिणी आउँछ। यक्षिणीको तस्बिर हेरेपछि सपना देखिन्छ, यक्षिणीले तानेर लग्यो। तर साँच्चै यक्षिणी भनेको के हो? भूत हो, देवी हो कि कुनै अलौकिक शक्ति या आत्मा? यक्षिणीको वास्तविकता के हो? यक्षिणी हिन्दू र बौद्ध तन्त्रशास्त्रमा वर्णित एक शक्तिशाली स्त्री आत्मा हो, जुन कुनै भूत होइन तर विशेष साधना मार्फत प्राप्त गरिने एक देवी स्वरूप शक्ति हो। यक्षिणीको स्वरूप आकर्षक, मोहक र कहिलेकाहीँ अलि डरलाग्दो हुन्छ, तर भूत चाहिँ अन्धाधुन्दा हानि गर्ने आत्मा होइन। कहाँबाट आइन् यक्षिणी? पुराना ग्रन्थहरू अनुसार यक्षिणी यक्ष नामको देवताको स्त्री रूप हुन्। यक्षिणी प्रकृतिको रक्षक, सम्पत्तिको देवी, रहस्यमय लोकको बासिन्दा मानिन्छ। केही यक्षिणीहरूले प्रेम र वाहमा सहायता गर्छन् भन्ने विश्वास गर्छन्, केहीले त व्यापार वा विद्या पनि दिन सक्छन्। यक्षिणी तन्त्र मजाक होइन। यदि मन्त्र गलत पर्यो, नियम उल्लङ्घन गरियो वा अहंकार देखाइयो भने यक्षिणीको शक्ति विनाशकारी पनि हुन सक्छ। तर जब सही तरिकाले साधना गरिन्छ, यक्षिणी जीवन परिवर्तन गर्ने शक्ति बन्न सक्छिन्। यक्षिणी भूत होइन, उनीहरू तन्त्र मार्गमा विशेष साधकहरूलाई देखिने, अनुभव हुने एक विशेष शक्ति हुन्। उनीहरूलाई भूत ठान्नु भनेको गहिरो तन्त्र ज्ञानलाई अपमान गर्नु हो। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।